चाहिँ अब यहाँ रोटी बनाउँदैछौँ। अब यहाँ चाहिँ बनाउनु पाकिसक्यो। यसरी एकदम सजिलो हुन्छ है रोटी बनाउनलाई। टाइमै लाग्दैन धेरै, तर यो उस्किन चाहिँ उसिन्थ्यो, एकछिन टाइम लाग्छ। हेर्नुहोस् यस्तो भयो। रोटी चाहिँ एकदम मिठो हुन्छ है, गहुँको रोटी हो यो। यसरी चाहिँ कम्प्लिट भयो है रोटी। यस बन्दैछ। यो चाहिँ 5 देखि 7 मिनेट 10-12वटा रोटी पाकिसक्छ है। 1 2टा 3टा 4वटा। आज एकादशी भएर मैले चाहिँ रोटी बनाएको हो। अहिलेको त फुलेर राम्रो भएको थियो। यस मिठो हुन्छ यो रोटी। ल अब बन्द गर्ने।